कसैवटा म्याचमा सबलाई चकमा दिएर सबलाई ध्वस्त बनाउँदै अपराजित रहेको अल नासरले 11औं म्याचमा भने पहिलो गाँसमै ढुङ्गा लागेको जस्तो फिल गरेको छ। यो सिजन अल नासरले खेलेका सबै प्रतियोगिताको फर्स्ट टाइमको पोइन्ट ड्रप हो। यो पोइन्ट ड्रप नगर्नुपर्ने थियो, एकदमै महत्त्वपूर्ण म्याच थियो, किनभने यसपछिका तीनटै म्याच खतरनाक टिमसँग हुनेवाला छ, अल अहली, अल कट्सिया र अल हिलालसँग हुनेवाला छ। त्यसैले यो म्याच पोइन्ट ड्रप नहुनु पर्ने थियो, भयो, जसले गर्दा यसले समस्या निम्त्याउन सक्छ लिग जित्नमा। मैले हिजै भनेको थिएँ यो म्याच त्यति सजिलो छैन, अल नासरलाई दुःख दिनेवाला टिम हो अल इत्तिफाक। हिजो भनेकै हो मैले, ठ्याक्कै त्यही हुन गयो, ड्र खेलिदियो क्यारे, ठिकै छ, ड्र खेल्यो, हारेको छैन, अहिलेसम्म कुनै म्याच हारेको छैन भन्न मिल्छ। अब होप गरौँ यसपछिका तीनटा म्याचमा राम्रै रिजल्ट ल्याओस्। म्याच इन्ट्रेस्टिङ हुँदै थियो, क्रिस्टियानो रोनाल्डोले फर्स्ट टाइम पछाडिको साइडको कम्मरले गोल हाने, त्यही पनि अल नासरले जित निकाल्न सकेन, ड्र नै भयो। अब सबै चाहिँ अङ्गहरूले गोल हानेर अन्तिममा त्यही पछाडिको भाग बाँकी थियो, पछाडिकै भागले नै आज गोल हाने, एउटा गोल क्रिस्टियानोले हानेर अर्को गोल जावा फेलिक्सले हाने। समग्रमा अल नासरले राम्रै खेलेको, डिफेन्सिभली ल्याक थियो, डिफेन्सिभली अन्य डिफेन्डरहरू कहाँ थियो मलाई थाहा छैन, जहाँ पनि त्यो इनिगो मार्टिनेज सकेन, बिचरा इनिगो मार्टिनेजले कति रोकिसकोस्, एक्लै प्रयास गरेको हो, चाहिँ रोक्न प्रयास गरेको हो, रोक्न सकेन, गोल भयो, जसले गर्दा म्याच ड्रमा गयो, नत्र त्यो रोकेको भए गेम जितिसकेको थियो।